हे रक्सी देउता, हे सेन्तेरेम देउता, हे खट्टु देउता, तिमी पनि अहिले त संसारको सबैभन्दा सर्वश्रेष्ठ भएको छ। नानी बुढी सुतिरहेको ठाउँमा राति हुँदो आएर डाङ र डुङडुङ गर्ने कुटाउने पनि तिमी, नालीमा लगेर कुकुरलाई जस्तो घप्पै सुताउने पनि तिमी, राम्रोसँगले मिलेर बसेको घरको परिवारको जोडीहरू चट्टै छुटाउने पनि तिमी, पेनमा मुताउने पनि तिमी। संसारको सबैभन्दा सर्वश्रेष्ठ भएको छौ। तिमीले गर्दाखेरि कतिजनाले मुटु गुमाए, कतिले फोक्सो गुमाए, कतिले आन्द्रा बुढी गुमाए, कतिले कलेजो गुमाए, कतिले ज्यानै गुमाए, तर पनि तिमीलाई कसैले छोड्नु नसक्ने, नारीको पनि प्रिय, पुरुषको पनि प्रिय भएको छौ। तिमी त सबैको प्रिय भएको छौ। अहिले तिमी मरौदेखिको लिएर जन्मदेखिको लिएर पूजादेखिको लिएर घेवादेखिको लिएर बिहासम्म चल्ने तिमी छैन भने मान्छेहरू बिहामा पनि आउनै नखोज्ने, तिमीलाई नै गर्दाखेरि सबैजना बिहामा आउने। तिमी छ भने त तिमी खाएपछि सबैलाई धम्की दिने, संसारै किन्ने धम्की आउने पनि तिमी नै हो। तिमी छैन भने लाटा जस्तो, तिमी खाएपछि संसारको सबैभन्दा बाटा जस्तो बनाउने पनि तिमी। हे सेन्तेरेम देउता, पानी चढाइदे, पानी चढाइदे, पानी चढाइदे। यो छैन भने अहिले दुनियाँमा केही छैन। हे सेन्तेरेम देउता, हे रक्सी देउता, हे लौ परमेश्वर, तिमी त संसारको सबैभन्दा श्रेष्ठ भएको छौ। अहिले हाम्रो गाउँघरलाई स्वात्तै बगाउने पनि तिमी, सबैको घर बिगार्ने पनि तिमी, नारी बिगार्ने पनि तिमी, पुरुष बिगार्ने पनि तिमी, युवा बिगार्ने पनि तिमी, युवती बिगार्ने पनि तिमी, बेच्नेहरूले बिल्डिङ जोडेकै खानेहरूको आफ्नो घर तोडेकै गराउने पनि तिमी। तिमी छैन भने त अहिले संसारको मान्छेहरू जिउनै नसक्ने भइसकेको छ। बरु घरमा आटा चामल सब्जी तरकारी तेल नुन हर्दी मसला केही नहोस् चल्छ, तर तिमीलाई भने चाहिँ दिनमा 3-4 पल्ट सुरुप खानु पाएन भने अहिलेका मान्छेहरू एक भएर मर्ला जस्तो भएको छ। हे सेन्तेरेम देउता, राम्रोसँगले पानी चढाइदे नानी, राम्रोसँगले पानी चढाइदे, राम्रोसँगले मार्ने गर्नुपर्छ। तिमी खाइसकेपछि, तिमी भित्र पसिसकेपछि, एकछिनमा रनफन धन पारेपछि नारी पुरुष केही चिन्नु नसक्ने, गाउँघरका चेलीबेटीहरू पनि चिन्नु नसक्ने, को केटी को केटा केही चिन्नु नसक्ने बनाउने पनि तिमी, बाटोमा सुताउने पनि तिमी, सबै कुरो गराउने पनि तिमी, कुकुरले मुख चटाउने पनि तिमी, घरको हाँडा भाँडा बेचेर रक्सी खानै पर्ने बनाउने पनि तिमी, घरको छानो उडेको थाहा नहुने, बुढी नानी यताउता भएको थाहा नहुने, स्कुल पढाउने खर्च पर्छ के कसो यादै नगरिकन तिमीसँगै मात्रै माया प्रीति गरेर बिहान निक्लेकोदेखिको रातिसम्म गाउँमा हलङ बनाएर बोलाउने पनि तिमी छ भने त सबैले म तिम्रो काम गरिदिन्छु भनेर अगाडि बढ्ने। अहिले संसारको सबैभन्दा सर्वश्रेष्ठ भएको छ तिमी, रक्सी देउता, तिमी खट्टु देउता, तिमी सेन्तेरेम देउता। बरु सासै जाला जस्तो हुन्छ तर तिमीलाई छोड्नै नसक्ने तिमी, यस्तो सबैभन्दा संसारको सर्वश्रेष्ठ रक्सी देउता भएको छौ। पानी चढाइदे, पानी चढाइदे। यो छ भने सबै कुरो छ। अहिले हाम्रो गाउँघरको सबैजना यसैमा लागेर सललल हाम्रो गाउँघर बगाएको थाहा छैन, अझै एकखेप पानी चढाइदे त नानी। ल तिमीलाई अब अन्डाले पनि पुजिदिनु पर्यो। हे रक्सी देउता, सबैको घरको छोराछोरी बिगार्ने पनि तिमी, आमा बाउले सबैले छोराछोरीलाई सिकाउने पनि तिमी, राति हुँदो आएर डाडाङ र डुडुङ पारेर घरको छोरा बुहारी नानीहरूलाई चिल्रा बिल बनाउने पनि तिमी, बुढी पनि बिगार्ने तिमी, बुढा पनि बिगार्ने तिमी, सबै गाउँघर बाटोतिर सबैजना हेलालाई भएर आफ्नोको जेठाजुको ससुराको दाजुको भाइको केही नचिनिकन बाटोमा हेलालाई पक्ला जस्तो बनाएर हिँडाउने पनि तिमी। हे रक्सी देउता, फेरि पानी चढाइदे, अन्डाले पनि ल। अहिलेको युगको त अमृत बरु मान्छेले पिउन खोज्दैन, तर अमृत भन्दा पनि सर्वश्रेष्ठ भएको छ तिमी सेन्तेरेम देउता।